के एलियन्स साँच्चै नै अस्तित्वमा छन्? नासाका आश्चर्यजनक खुलासा। के हामी यस विशाल ब्रह्माण्डमा एक्लै छौँ? वा कतै न कतै एलियन्स पनि हाम्रो जस्तै जीवन बाँचिरहेका छन्? नासा र वैज्ञानिकहरूले समय समयमा रहस्यमय र अनौठा सङ्केतहरू पत्ता लगाएका छन् जसले एलियन्सको अस्तित्व सम्भव हुन सक्ने सङ्केत दिन्छ। हालै नासा र पेन्टागनले धेरै युएफओज र अनआइडेन्टिफाइड एरियल फेनोमेना युएपीज सम्बन्धी रिपोर्ट्सहरू सार्वजनिक गरेका छन् जसले हाम्रो दिमागमा थुप्रै प्रश्नहरू खडा गर्छ। के साँच्चै एलियन्स छन्? नासाले तिनीहरूको अस्तित्वको कुनै प्रमाण भेट्टाएको छ? नमस्कार साथीहरू, आजको भिडियोमा हामी नासाका अचम्म लाग्दा खुलासा, वैज्ञानिक अनुसन्धान र एलियनसँग सम्बन्धित अनौठा तथ्यहरूबारे चर्चा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनभने यस्तो तथ्यहरू थाहा हुनेछ जुन तपाईँले पहिले कहिल्यै सुन्नुभएको थिएन। हाम्रा आकाशगङ्गामै करिब 100 अर्बभन्दा बढी ग्रहहरू छन् र वैज्ञानिकहरू विश्वास गर्छन् कि तीमध्ये धेरै ग्रहहरूमा जीवन सम्भव हुन सक्छ। नासाका अनुसार यदि पृथ्वीमा जीवन फस्टाउन सक्छ भने अन्य ग्रहहरूमा पनि जीवनको लागि सही वातावरण हुन सक्छ। वैज्ञानिकहरूले यस्ता धेरै एक्सोप्लानेटहरू पत्ता लगाएका छन् जहाँ पानी, अक्सिजन र उपयुक्त तापमान छन्। सबैभन्दा सम्भावित ग्रहहरूमध्ये केही हुन् प्रोक्सिमा बी, पृथ्वी जस्तै ग्रह जुन हाम्रो नजिकको तारा प्रोक्सिमा सेन्टौरीको वरिपरि घुम्छ। ट्र्यापिस्ट 1 प्रणाली, यहाँ 7वटा ग्रहहरू छन् जसमध्ये केहीमा पानी हुन सक्ने सङ्केतहरू भेटिएका छन्। युरोपा र इन्सेलाडस, जुपिटर र सेटर्नका उपग्रहहरू। यी उपग्रहहरूको सतह मुनि विशाल महासागर हुन सक्छ जसमा सूक्ष्म जीवहरू रहन सक्ने सम्भावना छ। तर के यी ग्रहहरूमा एलियन्स हुन सक्छन्? आउनुहोस् नासाको खोजहरूमा चर्चा गरौँ। नासाका सबैभन्दा ठुला एलियन्स प्रमाणहरू। नासा र वैज्ञानिकहरूले कयौँ पटक यस्ता सङ्केतहरू भेटेका छन् जसले एलियन्सको अस्तित्वको सङ्केत दिन्छ। यहाँ छन् केही सबैभन्दा आश्चर्यजनक प्रमाणहरू। वाउ सिग्नल, यो सङ्केत SETI सर्च फर एक्स्ट्रा टेरेस्ट्रियल इन्टेलिजेन्स मिसनको क्रममा पत्ता लागेको थियो। 72 सेकेन्डको लामो रेडियो सङ्केत यति बलियो थियो कि वैज्ञानिकहरू नै अचम्ममा परे। केही वैज्ञानिकहरू भन्छन् यो सङ्केत एलियन सभ्यताबाट आएको हुन सक्छ। ओमुआमुआ, अन्तरिक्षको रहस्यमय आगन्तुक। 2017 मा वैज्ञानिकहरूले एक अनौठो वस्तु हाम्रो सौर्यमण्डलमा प्रवेश गरेको देखे। यसको नाम ओमुआमुआ राखियो। यो कुनै उल्का वा धूमकेतु जस्तो देखिएन। केही वैज्ञानिकहरू भन्छन् कि यो एलियन्सहरूको स्पेसक्राफ्ट हुन सक्छ। No one knows what this is. नासाको UFO UAP सम्बन्धी खुलासा। 2023 मा नासा र अमेरिकन गभर्नमेन्टले यस्तो अज्ञात उड्ने वस्तुहरू UFOs सम्बन्धी प्रमाणहरू सार्वजनिक गरे। अमेरिकन सेनाका पाइलट्सहरूले हजारौं अनौठा UFOs देखेको रिपोर्ट गरेका छन् जुन कुनै पनि चिनिएको प्रविधिसँग मेल खाँदैन। के यी एलियन्सको प्रविधि हुन सक्छ? के उनीहरू हाम्रो संसारलाई निगरानी गरिरहेका छन्? के एलियन्ससँग पहिले नै सम्पर्क भइसकेको छ? के नासा वा अन्य स्पेस एजेन्सीहरूले एलियन्ससँग सम्पर्क गर्ने प्रयास गरेका छन्? भोयेजर गोल्डन रिकॉर्ड, नासाले भोयेजर स्पेसक्राफ्ट अन्तरिक्षमा पठाएको थियो जसमा पृथ्वीका ध्वनि, चित्र र भाषाहरू समावेश थिए। उद्देश्य थियो कि यदि कुनै एलियन सभ्यताले यसलाई भेटाए तिनीहरूले हामीसँग सम्पर्क गर्न सकुन्। ब्रेक थ्रो लिसन प्रोजेक्ट, वैज्ञानिकहरूले निरन्तर ब्रह्माण्डबाट आउने रेडियो सङ्केतहरूलाई ट्र्याक गर्दैछन् ताकि कुनै एलियन्सले सन्देश पठाएको भए त्यसलाई पत्ता लगाउन सकियोस्। फास्ट टेलिस्कोप, यो हालसम्मको सबैभन्दा ठुलो रेडियो टेलिस्कोप हो जुन एलियनहरूको सङ्केत पत्ता लगाउनको लागि बनाइएको हो। यदि एलियन्स छन् भने तिनीहरूले हामीलाई किन उत्तर दिँदैनन्?
इतिहासमा कयौं यस्ता घटनाहरू छन् जसले देखाउँछ कि एलियन्सहरू पृथ्वीमा पहिले नै आइसकेको हुन सक्छ। आउनुहोस् केही रहस्यमय घटनाहरू हेरौँ। रसवेल घटना। अमेरिकामा रसवेल भन्ने ठाउँमा एउटा युएफओ क्र्यास भएको दाबी गरिन्छ। सरकारले यो घटनालाई धेरै वर्षसम्म गुप्त राख्यो, तर केही रिपोर्ट्स भन्छन् कि यो घटनामा एलियनहरूको शव समेत भेटिएको थियो। नास्का लाइन। पेरुमा हजारौं वर्ष पुराना रहस्यमय आकृतिहरू पाइएका छन् जसलाई केवल आकाशबाट मात्र देख्न सकिन्छ। वैज्ञानिकहरू विश्वास गर्छन् कि यी आकृतिहरू एलियन्सको लागि बनाइएका सङ्केत हुन सक्छन्। पेन्टागनका युएफओ फाइल्सहरू। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हालसालै थुप्रै युएफओ घटनाहरूको अनुसन्धान गरिरहेको बताएको छ, जसमध्ये केही घटनाहरूको वैज्ञानिक व्याख्या छैन। के एलियन्स साँच्चै नै अस्तित्वमा छन्? वैज्ञानिकहरू अझै पनि स्पष्ट प्रमाण खोजिरहेका छन्, तर नासा निरन्तर नयाँ ग्रह सङ्केतहरू र प्रविधिहरूको खोजी गरिरहेको छ। के भविष्यमा हामी एलियन्ससँग सम्पर्क गर्न सफल हुनेछौँ वा तिनीहरूले हामीलाई पहिले नै निगरानीमा राखेका छन्? तपाईलाई के लाग्छ? के एलियन्स साँच्चै हुन्छन्? कृपया कमेन्टमा आफ्नो विचार राख्नुहोस्। यदि तपाईलाई यो जानकारी मन पर्यो भने कृपया भिडियो लाइक गर्नुहोस्। अझ रोचक विषय हेर्नको लागि च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सिनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। तबसम्म ज्ञानको खोज जारी राख्नुहोस्। धन्यवाद।